पार्टीको नाम र चुनाव चिन्ह भन्न मिल्छ मिल्दैन? प्यारी समझ गई। अब त भएन भन्नु। यहाँ टेक्निकल कारणले उता हेरेको तिमीलाई। ओए प्रचण्डे यहाँ सुनमा नमस्ते बिगा चलाइहाल्यो, सूर्यले पनि बिगा चलाइहाल्यो, अब रह्यो घन्टी। अर्के होइन हो अर्क मुखको सटर चटेर पट भन्नुलाई झटपट अमिलो पिरो यो सबै कुरो हालेर नुन खुर्सानी टालेर मुखभित्र फालेर झालेर मसलदार नेम्बु र प्याज नौटंकी नहीं हो। जेट चिताउनु भएको भइरहेछ टाइपको चिन्ह के छ हजुरको? क्या बोला तूने? हाँ होइन चिन्ह के हो? जिस बात का डर था वही हुआ। लिम्फोसार्कोमा ऑफ द इंटेस्टाइन्स। डॉक्टर साहब मैं बच तो जाऊंगा ना? कहीं और जाते तो मुश्किल था, क्योंकि इस बीमारी का इलाज सिर्फ डॉक्टर मुरली प्रसाद शर्मा के पास है। A few moments later. देखा आपने लापरवाही का नतीजा। मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब। रुको जरा सबर करो। केपिओली चाहिँ के भएर नमन पर्यो भाइ? अब के गर्नु, के पियोली 5/4 फेल, 2टा किडनी फेल। ये बड़ी अच्छी बात कही है। को काका हेलिया छन्, को 8 करोड गाडी चढाउ, मालपानीको गाडीमा को हिँड्नु? 21 चुनाव घोषणा गरिसक्यो, तपाईं हुँदैन भन्नुहुन्छ? हुँदैन, मैले हो, मैले सिग्नेचर नगरेको चुनाव हुन्छ। सबै तयारी भइसक्यो। तयारी भयो, केटीको त बिहे गर्ने भनेछ र त्यसले अगाडि नाचेर हुन्छ, भतर खाएर हुन्छ, केटी फिक्स हुनु पर्यो। क्यों बे ओवर एक्टिंग करता है साला? ओवर एक्टिंग की औलाद। हाम्रो बजेटै गलत छ साथी। पहिला सुरु हाम्रो बजेट असारे बजेट हुँदैन। हामीले बजेट कहिले ल्याउँछौँ भन्दाखेरि लक्ष्मी पूजाको दिनमै ल्याउँछौँ, तिहारको 2 दिन अगाडि, ताकि महालक्ष्मीको आशीर्वाद लिएर महालक्ष्मीले बजेट दिने तरिकाले हामीले गर्छौँ। क्या सोच है रे तेरी, मानना पड़ेगा। उहाँले चाहिँ बालन शाह भन्नुभयो होइन, अब हाम्रो अङ्कलले चाहिँ कुनै चाहिँ बालन शाह त चिन्नै पर्दैन। के भन्ने गरिरहेको छ भने प्रचण्डले गोली र देउवालाई पालो नचाउँछन् त उनीहरू पनि नाच्न तयार भन्ने छ। के छ तपाईँको टिप्पणी यसमा? मानेलाई सोध्नु। बालन शाह अबको प्रधानमन्त्री हो नि होइन? बालन शाह प्रधानमन्त्री बन्न सक्छ। त्यसको निम्ति हाम्रो पार्टीमा आएर नेपाली कम्युनिस्ट पार्टीको सदस्यता लिने चुनाव चिन्ह ताराबाट लड्यो भने बालेन्द्र शाह प्रधानमन्त्री बन्न सक्छ। होइन भने घन्टीबाट ढ्याङ्ग्राबाट कहिले पनि जीवनमा कहिले पनि बन्दैन। पत्रकार महोदय, पत्रकार छोडेर तपाईलाई के यस्तो गर्न रहर लाग्यो तुलो छुवामा? ठिक छ व्यक्तिगत स्वतन्त्रता हो, मानवीय स्वतन्त्रता हो, गर्नुपर्छ। कोही मान्छे चाहिँ होइन है। रुन लाग्नु भएको छ। बालनसँग भेट भयो? त्यति खुसी हुनु भएको छ उहाँलाई। खुसीको सीमै छैन उहाँलाई। हात मिलाइदिएर यस्तो खुसी हुन्छ, रोइदिनु भयो। हात मिलाउँदा खुसीले छुट्टै छ। एमालेलाई दिने हो,
अब यतिन्जेल एमाले दिया हो अहिले पनि एमाले दिने हो एमाले भत्ता खाइरहेको छ भत्ता दिएको भत्ता पैसा हामीलाई पैसा कसले दिन्छ र अब पैसा जसले दिन्छ उसैलाई दिनु पर्छ A few moments later. मैले केपी ओलीलाई मौका मिल्यो भने पठाला समातेर घिसार्न सक्छु मसँग बिहे गर्ने हाम्रो सरकार आइसकेपछि माटो बेचेर ढुङ्गा बेचेर हामीले माटो दिएन भने मालदिव डुब्दैछ यार साथी नबुझ्या के हो हामीले ढुङ्गा दिएन भने बङ्गलादेश डुब्दैछ बेच्नु परेन दिनु परेन हाम्रो धर्म होइन हो नि त यार होइन र त्यही भएर यो कुरा बुझ्नु आवश्यक छ एउटा डाँडा काटेर बिग्रिँदैन के बालन दाईसँग म कसम गरेको मेरो दाई आउनु पर्यो योचोटि घन्टीमा बालन दाई इज अ क्रेजी कसम देश बनाउने दाई हो मेरो शिक्षक जानुहोस् त रौतहट जिल्लामा म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन् त्यहाँ कस्तो पीडा छ जनताको दलित वस्तुमा बस्ने ठाउँ छैन घर छैन उनीहरू खुला आकाशमा बसिरहेका छन् बा भोट केमा भोट त अब भन्नै पर्दैन नि भोट किन ए तिमीहरू भेडाहरू लाज छैन शरम छैन तिम्रो मान्छे होइन तिमीहरूको घन्टी सन्डी बद्दैन भाइ मन्दिरमा लाने बजाउने रेणु दाहालले यदि चितवनमा चुनाव हातमा युद्ध हुन्छ के फरक रेणुको लागि यो बालनको पारा चाहिँ राम्रो भएको होइन मिले होइन गम्मै जुटो हाल्यो त राजा चाहियो राजा ज्ञानेन्द्र चाहियो ज्ञानेन्द्र चाहियो भनेपछि चाहियो भनेर कहाँ पाइयो त चाहियो सिद्धराम महाराजलाई जनता आउनु पर्यो नि अनि जनता सडकमा आउनु पर्यो नि जनता त 3.5 करोड छन् आफ्नो काम गर फुलुफुलु कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइँदैन इस सज्जन को क्या तकलीफ है भाई घन्टी भन्दै हल्ला गर्दै हिँड्थ्यो तर दिन त सूर्यलाई नि दिने हो त मधेस कहाँको आउँछ ओर्छ र हामीले 1-2 दिन झलाउँछ अच्छा तर सट्टा हिँड्छ काठमाडौँ उसको छोड्दैन उसले हेर्नु पर्यो भने पनि उसले जनकपुर हेर्छ हामीलाई हेर्दैन हेर्ने भनेको केपी बानी हुन् सूर्यलाई हो तर म भन्न चाहिँ घन्टी भनिदिन्छु निस्केर रेला गरेर कतिको मन चोर्नको लागि तर दिन चाहिँ सूर्यलाई नि दिनुपर्छ दुई भोटले हार्नु भएको एमालेको वडा अध्यक्षमा अनि अहिले घन्टीलाई भोट हाल्ने भने अनि कसरी भयो त एमालेलाई नहाल्ने अहिले त रिसाउने होला नि तपाईँसँग रिसायो बाउ रिसाउमा त केही फरक पर्दैन बाउसित रिसाएर आउँछ लिएर बसे मान्छे म भोट दिन मन लाग्यो भोट दिन यताबाट पनि आउनु ल नदिने हुन्छ
thug life do you want to see in the next video? Comment below. यो चुनावपछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा